हाँ भाइ हो गल्नु भयो होला जाऊ एक्सरसाइज पनि छैन नि बाबाले छैन नि 18-20 हजार 25 हजार कति हजार खान्छ नि पचाउनु पर्यो नि 50 छ राम्रो छ त मलाई मिलाइदिनु नि हो र मलाई 25 ले हुन्थ्यो नि काका बेरोजगारी छु म अहिले पर पो हेर्दा बाबा हुँदैन नि हो र पेन्सन आउँछ केमा खानु भएको पहिले बेबेले क्वार्टर हेमन पार्कै किन्ने विचार गरेर क्या हो यो 2-4 वर्ष कुदाएपछि दिनले साथ दियो भने भन्न सकिँदैन घर कहाँ हो तपाईँको के थरी पर्नु तिमसिना हामी घिमिरे सोयाङ माइजोकमा इलाम माछा चाहिँ एउटा समातेर लैजाउँ भनेको पाइँदैन बोर्डबाट समातेको फ्री होला नि त पैसा तिरेर झरी छौँ प्राइभेटै होला है माछा प्राइभेट हो डर लाग्छ कि क्या हो यो सबै मक्का छ कहाँ मान्छे कहाँ चढ्छ नि त व्यवस्थापन अलिक गर्ने बेला भयो नि मक्का छैन कि यो सुक्खाको कि तपाईँको यो रङ लगाएर यो ज्वरो भइहाल्छ नि रङ लाउँदै छैन कि रङ रोकन चाहिँ अनि नयाँ साल नलागे चाहिँ कहिले लाउने मिस्त्री चाहियो नि त अब भोलि पर्सि चाहिएको 2 दिनमा लागिसक्छ यो यो के थाहा छैन यो सागेर रङ चाहिँ आइसकेको रङ रोकन आइसकेको अरे लाउन बाँकी त्यही दिन बिहानै लाउनु सक्छ नि एकैछिनमा हुन्छ त मोटर लाउँदाखेरि यो मलाई ठेका दिए नि हुन्थ्यो काका फाइनली घुमिसक्यो यस्तै यस्तै हो सट्टै वरिपरि क्वार्टर हेमन पार्कपछि यो एउटा माछा पालन जिरो छ अर्थ त त्यस्तै हो कि माछा पालन चाहिँ उग्रा रहेछ